नमस्कार। आज फेरि तपाईँ समक्ष वान पाइस घोडा छाप यानि कि एक पैसा घोडा छाप भएको कोइनको विषयमा केही जानकारी लिएर आएको छु। सन् 1950 देखि 1955सम्म छापेको यो कोइन मेटल थियो, यसको ब्रोन्ज। र यो कोइनहरूमा पनि तपाईँको एक दुई सालको धेरै महँगो छ अहिले पनि दाम। सो त्यही विषयमा आज तपाईँसँग केही जानकारी साझा गर्छु। स्पेसली आज 3टा साल यानि कि जुन चाहिँ महँगो छ त्यसको विषयमा मात्र तपाईँसँग जानकारी गर्नेछु। अरू बाहेक अरू सनहरूको प्रायः नै कमन क्याटेगोरीको कोइन जो तपाईँको बेसी दाम पाउनुहुन्न। सो आज 3 सालको सबभन्दा महँगो कोइन इयरको बारेमा आज तपाईँसँग केही जानकारी साझा गर्नेछु र आशा छ यो भिडियो तपाईँलाई मनपर्छ होला भनेर। सन् 1950 देखि 1955सम्म बनेको यो कोइन मेटल थियो, यसको ब्रोन्ज। वेट थियो यसको 1950 में बनिएको 3.88 ग्राम्स र 1951 देखि 1955सम्म जुन कोइन बनेको थियो त्यसको वेट थियो 2.92 ग्राम्स। साइज थियो यसको 21.33 mm। सेप थियो सर्कुलर। घोडा छाप 1 पाइस र 1 पैसा 1951 को यो कोइन देखिरहनु भएको छ तपाईँले। ब्याक साइडमा देख्नुभयो ठुलो एउटा अशोक एम्बुलेम र साइडमा गभर्नमेन्ट अफ इन्डिया लेखेको र अशोक स्तम्भ मुनि एउटा स्टार भएको। यो स्टारलाई देखेर तपाईँले भुलमा नपर्नुहोस् होला, यो हैदराबाद मिन्ट होइन, यो एउटा स्टार चाहिँ एउटा डिजाइन मात्र हो यो कोइनको। सन् 1950, 1951, 1952 यो 3टा सालको सबै कोइन कमन क्याटेगोरीको कोइन हो जो तपाईँको 5 रुपियाँदेखि 20 रुपियाँसम्म तपाईँले एउटा कोइनको पाउन सक्नुहुन्छ। तर 1953 भारतको 3टा मिन्ट बम्बे, कलकत्ता, हैदराबादमा बनेको यो कोइनहरूमध्येमा बम्बे अनि कलकत्ता कमन क्याटेगोरीको कोइन हो। तर 1953 को हैदराबादमा बनेको कोइन चाहिँ एकदमै रेयर कोइन मानिन्छ, जो तपाईँको 2500 रुपियाँदेखि तपाईँले 17,000सम्म तपाईँले एउटा कोइनको पाउन सक्नुहुन्छ कन्डिसन हेरेर। त्यसर्थ 1954 फेरि बम्बे अनि कलकत्ता 3टा मिन्टबाट बनेको थियो। बम्बे अनि कलकत्ता कमन क्याटेगोरीकै कोइन हो र हैदराबाद फेरि एउटा रेयर कोइन मानिन्छ, जो तपाईँको 150 देखि 2000सम्म तपाईँले एउटा कोइनको पाउन सक्नुहुन्छ कन्डिसन हेरेर। अझै 1955 अन्तिम बार जुन बनेको थियो यो भारतको 2टा मिन्टबाट मात्रै बनेको थियो, बम्बे अनि हैदराबाद। बम्बेमा जुन बनेको एउटा स्केच क्याटेगोरीको कोइन हो जो तपाईँको 10 रुपियाँदेखि 50 रुपियाँसम्म तपाईँले एउटा कोइनको पाउन सक्नुहुन्छ। तर हैदराबादमा बनिएको 1955 को फेरि एउटा रेयर कोइन हो जो तपाईँको 250 देखि 3000सम्म तपाईँले एउटा कोइनको पाउन सक्नुहुन्छ। सो यो 3टा साल 1953, 1954 अनि 1955 3टा सालकै तपाईँको हैदराबाद मिन्ट चाहिँ एउटा रेयर क्याटेगोरीको कोइन हो जो तपाईँकोमा छ भने तपाईँले सम्हालेर राख्न सक्नुहुन्छ। बाँकी बात जति पनि घोडा छाप 1 पाइस या 1 पैसा छ त्यो सबै कमन क्याटेगोरीको कोइन हो जसको बजारमा त्यति तपाईँले दाम पाउन सक्नुहुन्छ। बेसी न बेसी तपाईँले 10 रुपियाँदेखि 20-30 रुपियाँसम्म तपाईँले एउटा कोइनको पाउन सक्नुहुन्छ, त्यो पनि कन्डिसन हेरेर। र अझै पनि तपाईँलाई म भन्दैछु, अशोक स्तम्भको मुनि जुन स्टार देख्नु हुँदैछ त्यो कुनै मिन्ट मार्क होइन, यो एउटा कोइनको डिजाइन मात्र हो र भुलमा नपर्नुहोस्, यो हैदराबाद मिन्ट यसको भनिँदैन। र देख्नुभयो होला 1 पाइसमा पनि 1 पाइसमा पनि तपाईँको घोडा छाप 1 पाइसमा पनि तपाईँको धेरै रेयरिटी छ, पाइन्छ। सो यो कोइनहरू सबैले सम्हालेर राख्नुहोस्, धेरै काम लाग्नेछ पछि। र आशा छ मेरो भिडियोहरू तपाईँहरूलाई मन पर्दैछ होला र अगर मन पर्दैछ भने काइन्डली सपोर्ट गरिदिनुहोस् होला। मेरो युट्युब च्यानल कोइन बचतलाई सब्सक्राइब अनि लाइक एन्ड सेयर, साथै तपाईँको मा भएको कुनै कोइनको विषयमा केही जानकारी प्राप्त गर्नुहुन्छ भने काइन्डली मलाई कमेन्ट गरेर भन्न सक्नुहुन्छ। र आशा छ आउँदो भिडियोमा फेरि तपाईँलाई राम्रो एउटा कोइनको विषय लिएर तपाईँहरूसँग उपस्थित हुनेछु। आज तपाईँसँग लागि धन्यवाद।